गाइज वेलकम टु न्यू ब्लग। आज हामी हन्टिङ गर्न जान आयो होइन, के कसो हुन्छ यतै बारीतिर हन्टिङ गर्ने कोसिस गर्छु। आज कति भेट्दो रहेछ चराहरू है, मारिँदैन है आज गाइज। म चाहिँ चरा हान्न जान लागेको कि सुकुलेरी खानासाना गरेर यस्तो बाटाएर यत्तिकै हो कि चरा। अब उ चाहिँ गरिदिउँ चरा कता गएर पाइहालिन्छ चरा त। यसो त हाम्रो गाउँ पनि छ हेर्नु होला गाउँहरू। यो तल्लो गाउँ पऱ्यो, तल्लो होइन यो बिच उतिर चाहिँ पसल हो, त्यता चाहिँ पसल हो गाइज। हाम्रो गाउँ कस्तो लाग्यो राम्रो लाग्यो भने कमेन्टमा उ गर्नु होला है गाइज। जाँदै है चरा पाइन्छ पाइँदैन। मजा आइपुग्यो गाइज। ल त्यहाँनिर चरा रहेछ, म हान्ने कोसिस गर्छु। चरे गाइज, चऱ्यो नि कहाँनिर चरे चरा झरिसकेको रहेछ। चरा उहाँ छ, चरा झरिसकेको रहेछ ल है। के कसो एकछिन त्यहाँ मान्छे रहेछ कि अब चरा यहाँनिर कराउँछ त्यो जान्छु। चरा चाहिँ झर्सिएको उल्लु औल यसमा राम्रो डाङ्गु भनिन्छ। डाङ्गु चाहिँ हालिसकेको छु भर्खरै आइज चल्दैन टक्कै त्यहीँ बसेर चढेर त्यो झारिसकै हो त्यसो सिगार चाहिँ पाइसक्यो गाइज। डाङ्गुक अझ कति पाइन्छ होइन हेर्नु जानु है गाइज। डाङ्गुक झारेर घरतिर चढेको थिएँ होइन, अब घरतिर नि चरा त कराइरहेको थिएँ होइन अब यसरी नै हान्नु पऱ्यो। उल्लुको साथ अर्को कसो चरा झर्छ कि कता गयो सिङसुल सानो घरमै आइदिएछ कि आज चाहिँ। आजको हन्टिङ यत्तिकै हो गाइज। आज हन्टिङ यत्तिकै हो, यति हो। नयाँ लोभर किनेको सानो हो चाहिँ यहाँ तिमी लागेछ यसलाई कहाँ लाग्यो थाहा भएन। चल्दैन मऱ्यो।
जेसो बच्चा आजको लागि यति बाई बाई भिडियो हेरेपछि लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला गाइज